नमस्ते सबैजनामा। भारतमा आज ठुलो दुर्घटना भयो। आतंककारी हमला पनि भनिरहेका छन् भने यो चाहिँ तथ्य के हो अब पछि थाहा हुनेछ। त्यसमा जुन आतंककारी कार विस्फोटन हुँदा 13 जनाको मृत्यु भएको खबरले एकदमै मन पोलेको छ र 20 जना घाइते भएका छन्। यसमा सुरुवाती अवस्थामा त यसमा कारमा विस्फोट भएको भनेर भनिएको छ, तर दिल्लीले के भन्यो त नि यसमा भन्दाखेरि घटना विवरण चाहिँ अझै कार चाहिँ विस्फोट भएको र कहाँ भने ऐतिहासिक लाल किल्ला नजिक भएको छ र कहिले भएको थियो भन्दाखेरि सोमबार साँझ 7 बजे भन्दा केही अघि, मतलब 6:45 पनि यो भएको थियो। एउटा बिस्तारै गइरहेको सवारी साधन रातो बत्तीमा रोकियो। त्यो सवारी साधनभित्र विस्फोट भयो र वरिपरिका गाडीहरूमा आगो लागि भयो। त्यसमा 13 जनाको मृत्यु र 20 जना हताहत र एकदमै गम्भीर घाइते र अझ हस्पिटलमा उपचारार्थ छन्। र दिल्ली पुलिसले सुरुमा त यसलाई इन्कार गरेको कुनै आतंककारी हमला होइन, यो कार विस्फोट भएको हो भन्यो। तर दिल्लीको प्रशासनले भने यसको यो कानुन नै परिवर्तन गरेर यो कुनै पनि बारुद जन्य वस्तुहरू कुनै पनि बेचबिखन गर्न पाइँदैन भनेर भनेको छ। यसको कारणले यो पुष्टि हुन्छ कि यो आतंककारी हमला हो भन्ने कुरा चाहिँ दिल्लीले स्वीकार नगरे पनि स्वीकार गरेको छ र उसले त्यही अनुसारको कानुन बनाएर कुनै पनि बारुदयुक्त सामानहरू लिएर किनबेच गर्न नपाइने कानुन लिएर आएको छ। र अनुसन्धानको नयाँ मोड र दुर्घटना वा यसको घटनाको बारेमा र दुर्घटनावश भएको गाडी हो कि र योजनाबद्ध कार्य र योजनाबद्ध कार्यमा गाडीभित्र आतंककारीले बम ब्लास्ट गरेको हुन सक्ने आशंका पनि गरिएको छ। र आतंकवादी कानुनी प्रयोग गरेको छ र अनुसन्धान कानुनी आधारहरू चाहिँ अब एकदमै कडा हुनेछ र सबैले आम जनताले सहयोग गर्नेछन् दिल्ली सम्पूर्ण भारतवासीले। र UAPA अधिनियम पालना गरी गैरकानुनी गतिविधि रोकथाम र अधिनियम आतंकवादी गतिविधिसँग लड्ने देशको मुख्य कानुन नै यसमा चाहिँ युज गरेको छ। यसले अब कुनै पनि किसिमका प्रज्वलित वस्तुहरू किनबेच गर्न नपाइने भएको छ र यसले यसको कारण अनुयुक्त प्रश्नहरू अनुसन्धानका वर्तमान स्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि यथाशीघ्र देशमा नेपालमा काँडे तार लगाएर हुन्छ कि र भारतबाट नेपाल आउने मान्छेहरू आवाज जहाजलाई एकदमै कडाइ गरोस् र नेपालमा पनि यस्ता घटना नघटुन् भन्ने उद्देश्यले अभिनम्र भारत सरकारसँग यस्ता कुरामा सल्लाह गरेर र काँडे तार लगाओस् त्यही भन्न चाहन्छु। र यो भिडियो कसले कहाँबाट हेर्नु भएको छ ल मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला। धन्यवाद। नमस्ते। बाई बाई।